सो हेलो अनि नमस्ते सबैजनालाई तपाईहरुलाई मेरो नयाँ भिडियोमा स्वागत छ। हिजो चाहिँ मैले सर्टको भिडियो हालेको थिएँ, आज फुल भिडियो हालेको छु। आज किन भन्दाखेरि मेरो ब्लगको एन्डमा तपाईं सुन्नु भएको होला आज स्पेशल डे छ भनेर। सो आज शनिबार पनि छ, त्यो कारणले चाहिँ आज स्पेशल डे पनि छ। अगाडि भिडियोमा देख्नुहुनेछ र अगाडि मैले हालि पनि सकेको छु होला, तर भिडियोमा चाहिँ सस्पेन्स नै राख्नुपर्छ। के छ भन्ने कुरा चाहिँ अगाडि थाहा पाउनु नै हुनेछ। त्यो कारणले चाहिँ अब अहिले चाहिँ जामै त म चाहिँ दाजुछोरी चोकसम्म र बिहानै शनिबारको दिन भएर पनि बिहान चाहिँ अफिस पुगेर चाहिँ कामसाम सकेर अनि फेरि म आएको छु। अहिले चाहिँ त्यस्तै 9-10 बजिरहेको छ। सो सधैँ चाहिँ म एयरपोर्ट हिँडिरहेको छु र आजको मौसम पनि देख्न सक्नुहुन्छ, एकदम त्यस्तै खालको मौसम छ। घाम लागेको छैन, त्यही पनि उम्सो भइरहेको छ भित्रभित्र र एकदम स्पेशल डे हो कि आज चाहिँ। ओ माई गॉड, आफ्टर लङ टाइम। सो यो भिडियो चाहिँ राख्नै पर्छ भनेर चाहिँ मैले बनाएको छु है। मेरो भिडियोहरुमा देखिरहनु भएको होला धेरै जस्तो मैले मम्मीहरुसँग भिडियो बनाइरहेको हुन्छु, ब्लग बनाइरहेको हुन्छु र यो भिडियो पनि त्यही अनुसार नै छ, आज स्पेशल नै छ। सो त्यही नै हो है। अहिले म चाहिँ छु चोकमा र यतातिर बसिरहेको छु र हामीसँग अंकल हुनुहुन्छ र अहिले उहाँ चाहिँ अंकलको पसलमा बसिरहेको छु। घाम चाहिँ बाहिर चाहिँ अनि सरप्राइज के आउँदै हुनुहुन्छ। सो त्यही नै हो। एकदम यहाँ चाहिँ अब तपाईले चाहिने हरेक स्टेसनरीको सामानहरू भएर नभए यहाँ गिफ्टको सामानहरू, फोटो फ्रेमहरू आदि इत्यादि पाउन सक्नुहुनेछ। र यो पसलको लोकेसन रहेको छ कहाँनिर रहेको छ हाम्रो अंकलले भनिदिनुहुन्छ। सम्पूर्णमा नमस्कार। तपाईहरु हाम्रो पसलमा जहिले पनि आउन सक्नुहुन्छ। हाम्रो लोकेसन रहेको छ भुजेगाउँ चोक सोल्टी होटल जाने मोडमा। हामीसँग केही सामानहरू पाउने तपाईले भिडियोमा देखिसक्नु भएको छ। सो एकचोटि पसल भिजिट गर्न सक्नुहुन्छ। ट्याक्क हाम्रो सिटी केयर सिटीको ट्याक्क तलतिर मा छ, रोडको नजिकै। सो अब अगाडिको भिडियो हेरौँ है त। सो आजको सरप्राइज के हो भन्दाखेरि आज हाम्रो ड्याडी आउँदै हुनुहुन्थ्यो बाहिर विदेशबाट, त्यो कारणले चाहिँ ड्याडीसँग भेट्यौँ हामी। सो गाइज हामीसँग चाहिँ अहिले चाहिँ हामी भेटिसकेको छौँ ड्याडीलाई। यता हेरिदिनु त ल, हाई गरिदिनु। सो अहिले चाहिँ ड्याडी घरमा आइसक्नु भएको छ, त्यही कारणले चाहिँ अब हामी जाँदैछौँ बजारतिर, त्यही कारणले बाई बाई गर्दैछौँ ड्याडीमा। सो गाइज हामी चाहिँ एकदमै खुसी छौँ आज चाहिँ, किनभने आज चाहिँ ड्याडी आउनुभएको छ, त्यो कारण धेरै खुसी छौँ। आज चाहिँ 2 वर्षपछि चाहिँ ड्याडीलाई भेटेका छौँ। मैले इमोसनल भइगएको छु नि यो भिडियो चाहिँ। अब मैले यस्तो भिडियो खिच्नै पाइएन, अब सबै इमोसनल भयो। धेरै 2 वर्षपछि आउनुभयो ड्याडी, त्यही कारणले सबैजना इमोसनल। र अहिले चाहिँ म जाँदैछु बजारतिर, सानोतिनो काम छ, त्यो काम भएर फेरि आउँछु। र बहिनी पनि जाँदैछिन् अफिसतिर। वाउ, आज चस्मा लाएर ह्यान्सी सरी ब्युटिफुल। तर यस्तो यो चस्मा मेरो अनुहारभन्दा सानो छ र यो चस्मा मेरो अनुहारभन्दा ठुलो छ, त्यही पनि त्यो आँखामा छ। केही भएन, मेरो आँखामा ठुलो छ, आँखामा छ। र हामी जब हामी निस्किन्छौँ तब बादल माथि लागिरहेको हुन्छ। यो हाम्रो लकै हो जस्तो लाग्छ। के छ त हजुरलाई फेरि? हामी चाहिँ मेरो दादा कपालमा हेर अब चरा मात्रै बस्नु बाँकी छ। बिटिएस ओ जग्गुको क्या तिमी कतिको खुसी छौ? धेरै खुसी अहिलेमा छु। चस्मा त सुहायो तिमीलाई। सो अहिले चाहिँ हामी एकछिन भाटबडी जान्छु र त्यसपछि भाटबडी जान्छु। सो हामी चाहिँ अहिले भाटबडी जान्छु अनि बैलाइन पुऱ्याउँछु। त्यसपछि म चाहिँ भाटबडीमा काम भयो नत्र नभएपछि चाहिँ जान्छु म बजारतिर। काम छ बजारतिर, धेरै काम छ बजारतिर। हाँसेर आहा किसिमले हाँस्यो नि, फेरि हाँस त बहिनी। आहा किसिमले हाँसिन् नि।
ए बाबा रे बाबाको यो देखिरहेको छ यो चाहिँ धेरै टाढा लाग्दैन त्यही पनि बहुत टाढा छ घरदेखि चाहिँ सो अहिले म छु भाटपट्टि नि र बहिनी पनि छिन् तिम्रो चाहिँ कहाँ हो तल कि माथि अरू बेला चाहिँ यताबाट चल्थ्यो आज यताबाट चलिरहेको छ बहिनी के भइरहेको छ यस्तो रिपेयर गर्नु पर्दैन तिमीले यही हो न हामी आए माथि कति फ्लोर हो बहिनी हो के कुन चाहिँ कुलर लैजाने हामीले बाहिर दामी रहेछ है यसको भित्र रहेछ इनर पंखा हो यो पनि छ बाहिर पनि हो सो माथिबाट चाहिँ ड्रोन भ्यू देख्न सक्नुहुन्छ भाटपट्टिनीको माथिबाट म चाहिँ यहाँको कुलर चाहिँ मन परेन र हामी चाहिँ कुलर नलिएर चाहिँ जाँदैछौँ ल बहिनी चाहिँ अब जान्छौँ अफिस हामी यहाँबाट जान मिल्छ नि मिल्छ होला सो हामी चाहिँ लिफ्टमा चढ्यौँ यो हेरिसकेपछि लखनऊको याद आउँछ कि मलाई ल हाम्रो बहिनीलाई बिदाई गर्दै चाहिँ हामी जाँदैछौँ जान्छौँ सो भाटपट्टि नै पछाडि छोड्दै म जाँदैछु धम्बोजीमा र आदि थाहा पाइसक्नु होला त्यहाँ कुलर चाहिँ होइन फ्यान लिनको लागि चाहिँ आएको चाहिँ फ्यान निडेड भएर फ्यान चाहिँ त्यो कारणले चाहिँ फ्यान लिन आएको थियो तर फ्यान चाहिँ अलिक एक्सपेन्सिभ रहेछ बजेटले भ्याएन त्यो कारणले चाहिँ अब जाँदैछु धम्बोजीतिर यदि धम्बोजी भएन भने नि गइरहेको एकछिन जानुपर्ने हुन्छ सकभर धम्बोजीतिरै पाइन्छ होला राम्रो त्यो अनुसारले चाहिँ अब जान्छु सो अहिले म चाहिँ आएको छु रुपैयाँ अनि त्यहाँ चाहिँ एकदम चित्त नबुझेको कुराहरू चाहिँ मतलब ट्रेनहरू चाहिँ पाएँ त्यही कारणले चाहिँ आएको थिएँ आज शनिबारको दिन पनि भएर होला एकदम भिडभाड छ यहाँदेखि लाइन छ अगाडि गएर लाइन पुरेर अनि पास भएर अगाडि जानुपर्ने हुन्छ के कस्तो हुन्छ अगाडिको भिडियो सो म चाहिँ अहिले भेकसँगै छु एकदम भिडभाड देख्न सक्नुहुन्छ वरिपरि भिड छ अहिले म छु रुपैयाँमा र भर्खर रुपैयाँ पुगेँ अहिले चाहिँ मैले यति सामानहरू लिएर चाहिँ जाँदैछु नेपालतर्फ र मैले चाहिँ इन्डियामा छु यहीँ भनेको है मैले जाउँ सो म चाहिँ अहिले अटोमा बसिसकेको छु र मौसम पनि बिग्रिँदैछ र आजको लागि भिडियो यति गर्नुपर्ने हुन्छ मैले चाहिँ सामान अलिअलि यो धाराको सामान र अरू माथि छतमा छ सामानहरू अनि त्यो सामान चाहिँ लिएर अब चाहिँ जानुपर्ने हुन्छ सो है त